म एकचोटि म्यासेज छोडिदिन्छु है त। टोटलमा 6। हजुर 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 एटेन्डेन्स सिस्टम चाहिँ लगाउनु पर्छ जस्तो छ है। तपाईँको अब 70% 80% पनि क्लास जोइन गर्नु भएको छैन भने अब सर्टिफिकेट त कसरी। हजुर हजुर हजुर। सो अब क्लास नै नलिने अनि त्यस पछाडि त्यो एउटा लेभल पनि नभएको मान्छेलाई चाहिँ सर्टिफिकेट नदिँदा जस्तो लाग्छ सर। हजुरलाई के लाग्छ भन्नुहोस् त। होइन कि त अब डिपार्टमेन्टलाई चाहिँ आएर यस्तो यस्तो खालको प्रब्लम भयो, यस्तो यस्तो खालको इस्यु छ, त्यही भएर मैले जोइन गर्न सकिनँ भनेर भन्नु पऱ्यो होइन। नभए यतिकै नआउँदाखेरि त कसरी थाहा हुन्छ त। हो नि, पैसा त छ, पैसा त ल आयो भनौँ होइन। अब जस्तै पेमेन्ट युज त छैन नि त। जम्मा 3000 हो, 3000मा पनि यस्तो राम्रै गरिरहेको छु जस्तो लाग्छ होइन। त होइन होइन जस आफ्नो तर्फबाट एफोर्ट त लगाइरहेको छु नि त। त्यही पनि एकदम मिनिमम एमाउन्ट हो कि। तपाईँको खाजा खर्च हो एक महिनाको 100 रुपियाँको हिसाब गर्ने हो भने एक महिनाको खाजा खर्च हो होइन। त्यो हुँदाखेरि चाहिँ यो हाम्रो प्राइमरी मोटिभ होइन कि। बेसिक पढाउनु चाहिँ हाम्रो चाहिँ तपाईँको भोलिको दिनमा एडभान्स कोर्सहरू गर्नुहुन्छ नि त हजुरहरूले। हो त्यो एडभान्स कोर्सको लागि प्रिपेरेसन हुँदैछ। जस्तै अब योभन्दा अगाडि हजुरहरूले जति क्वेसन सोध्नु भएको छ नि, यसको युज केस चाहिँ कहाँ हुन्छ भनेर भन्नुभएको छ नि होइन। त्यो इन्स्ट्यान्टली मैले दिन नसके पनि तपाईँहरूले कोर्स पढ्दै जानु भइसकेपछि आफै आफ थमाउँदै जानुहुन्छ कि। त्यसको एप्लिकेसन पार्टहरू चाहिँ बुझ्दै जानुहुन्छ कि ए यो चाहिँ यहाँ इम्प्लिमेन्ट हुँदो रहेछ, यो चाहिँ यहाँ इम्प्लिमेन्ट हुँदो रहेछ भन्ने कुरा चाहिँ त्यतिखेर हजुरहरूले सोध्नै पर्दैन क्या। त्यतिखेर चाहिँ हजुरहरूले आफै आफ चाहिँ भित्रबाट थाहा पाउनुहुन्छ। हजुर हजुर। अब हाम्रो धेरै पनि छैन नि। अब लगभग 12-13 डेज हो होइन। त्यो पनि त्यति चाहिँ हजुरहरूले राम्ररी पढ्नु होला है। यो हजुरहरूकै लागि हो यो चाहिँ। सो अब मेरो विचारमा अब चाहिँ क्लास स्टार्ट गरौँ है त। जेक सर नमस्ते, दिपक सर नमस्कार। आराम हुनुहुन्छ? आरामै छु। हजुरहरूले पनि यसो त्यो के भन्छ माइक चाहिँ बरु अफ गरेर टक्क भिडियो चाहिँ हजुरहरूले अन गर्नुभयो भने अझ मजा हुन्छ जस्तो लाग्छ, इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्छ कि मलाई क्लास चाहिँ। ए ओके ओके ओके, ठिक छ।
त्यसो भए यतिकै गर्दाखेरि पनि बेस्ट हुन्छ है। सो ओके, वी विल स्टार्ट आवर सेसन। ठिकै छ, हामी रेगुलरली गफ पनि गर्छौँ, गफ गर्नु पनि पर्छ होइन। इन्टरेक्सन भएन भने त त्यो लाइभ क्लास पढाए जस्तो पनि हुँदैन फेरि होइन। अलिकति इन्टरेक्सन भनेको चाहिँ हुनैपर्छ। सो अब लास्ट टाइम हामीले इनहेरिटेन्स पढ्यौँ होइन। अब यसको युज केसहरू पनि तपाईँहरूले बिस्तारै पाइहाल्नुहुन्छ होइन। फर्दर मोर मैले भनिसकेको छु, इन्क्याप्सुलेसन र अब्स्ट्राक्सन पढिसके पछाडि यसको डिटेलमा आउँछौँ हामी होइन। सो अब अलिकति म अगाडि बढेँ है त। ओके, अब पहिला सुरु इनहेरिटेन्स भन्ने कुरा त हामीले बुझिहाल्यौँ होइन। यो केसमा चाहिँ हाम्रो के छ भन्दाखेरि सिङ्गल इनहेरिटेन्स छ है। जस्तै कोचबाट चाहिँ हाम्रो के छ, सिधै फरवार्डरले के गरेको छ, इनहेरिट गरेको छ कोच भन्नेको प्रपर्टी, क्लास कोचको प्रपर्टी उसले चलाउन पाउँछ, मिडफिल्डरले पनि चलाउन पाउँछ, गोलकिपरले पनि चलाउन पाउँछ होइन। यसमा चाहिँ नो प्रब्लम। तर अब कस्तो हुन्छ भने कहिलेकाहीँ के हुन्छ भन्दाखेरि जस्तै फरवार्डर भन्ने चिज छ नि, यसको पनि त सब क्लास हुनसक्छ नि त होइन। जस्तै अर्को एउटा क्लास बनाइदिउँ न, प्लेयर भन्ने। ल जस्तै क्लास टप फरवार्डर होइन, फरवार्डरको पनि टप फरवार्डर हुन्छ नि एउटा फरवार्ड हुन्छ। यसले चाहिँ हाम्रो उयोलाई पनि, फरवार्डरलाई पनि के गर्न सक्छ, एक्सटेन्ड गर्न सक्छ नि होइन। सो जस्तै मैले यहाँ फरवार्डरको केसमा मैले केही पनि गरिनँ, एउटा के बनाइदिएँ भन्दाखेरि डिफाइन फरवार्डिङभित्र पनि उसको काम चाहिँ के रहेछ हेर्नुहोस् है। उसको काम चाहिँ डिफाइन गोल, एउटा के भन्नु, उसको काम चाहिँ के, गोल हान्ने के। गोल हान्नेलाई के भन्छौँ हामी, डिफाइन स्ट्राइकर। स्ट्राइकर मैले बनाइदिएँ, देयर जब इज टु किक गोल होइन। गोल हान्नु चाहिँ उनीहरूको के रहेछ भन्दाखेरि मेन मोटिभ रहेछ भने यो टप फरवार्डर भन्ने क्लासले यो डिरेक्टली के गर्नु पाउँछ, स्ट्राइकरलाई पनि के गर्नु पाउँछ, चलाउनु पाउँछ। अब यहाँ हेर्नुहोस् है, जस्तै यो जुन कोच भन्ने छ नि, कोचबाट फरवार्डरले यो कोचको प्रपर्टी लिएर आएको छ नि, यस्तो टाइपको इनहेरिटेन्सलाई हामी सिङ्गल इनहेरिटेन्स भन्छौँ। ठिक छ, एउटा क्लासले मात्र इनहेरिट गर्छ भने त्यसलाई हामी के भन्छौँ, सिङ्गल इनहेरिटेन्स। ठिक छ, अब म यहाँ लेखिदिन्छु है त। यहाँ माथि हेर्नुहोस्, इनहेरिटेन्स देयर आर मेनली 4 टाइप्स अफ इनहेरिटेन्स। ल हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो 4वटा के छ, मेन 4 टाइप्स अफ इनहेरिटेन्स छ। के छ भन्ने कुरा पनि म यहाँ लेखिदिन्छु है त। सो फर्स्टमा हाम्रो के छ, सिङ्गल इनहेरिटेन्स। ठिक छ, अर्को भनेको मल्टिपल इनहेरिटेन्स। ठिक छ, अर्को भनेको मल्टी लेभल इनहेरिटेन्स। अर्को भनेको हाम्रो के छ, ARCHI हायरार्किकल इनहेरिटेन्स। ल सो अब यसलाई मजाले बुझ्ने हो भने सिङ्गल इनहेरिटेन्स भनेको के हो, एउटा क्लासले अर्को क्लासलाई इनहेरिट गर्छ भने त्यसलाई हामी के भन्छौँ, सिङ्गल इनहेरिटेन्स भन्छौँ। ठिक छ, जस्तै यहाँ अहिले क्लास कोच भन्ने छ, त्यसलाई यो फरवार्डरले के गरेछ, इनहेरिट गरेछ नि हो। यतिसम्मको इनहेरिटेन्सलाई हामी के भन्छौँ, सिङ्गल इनहेरिटेन्स भन्छौँ। ठिक छ, यतिसम्मको इनहेरिटेन्सलाई हामी के भन्छौँ, सिङ्गल इनहेरिटेन्स भन्छौँ। ठिक छ, अर्को भनेको मल्टिलेभल है। म सँगसँगै आउँछु, मल्टिलेभल भन्दा पनि हायरार्किकल। सिङ्गल हायरार्किकल भनेको कस्तो, ल भन्नुहोस् त। जस्तै यहाँ क्लास कोचलाई फरवार्डरले के गरेछ, इनहेरिट गरेछ। फेरि यो फरवार्डरलाई केले इनहेरिट गरेछ, टप फरवार्डरले इनहेरिट गरेछ नि, बुझ्नुभयो। ठिक छ, सो यस्तो खालको इनहेरिटेन्सलाई हामी के भन्छौँ, हायरार्किकल इनहेरिटेन्स भन्छौँ। ठिक छ, अर्को कुरा भनेको मल्टिलेभल इनहेरिटेन्स भन्छौँ है। सो मल्टिलेभल इनहेरिटेन्स भनेको कस्तो भन्दाखेरि यो जुन क्लास कोच छ नि होइन, यसलाई यो मिडफिल्डरले पनि गरिरहेछ हो,
अर्को गोलकिपरले पनि एक्सटेन्ड गरिरहेछ भन्नुहोस् त। एक पछि अर्को अर्को पछि अर्को, जस्तै तपाईँको क्लास लिभिङ बिङ्स। हजुर, जस्तै हेर्नुहोस् है। हजुर, जस्तै क्लास लिभिङ बिङ्स, क्लास लिभिङ बिङ्सलाई केले एक्सटेन्ड गर्छ? क्लास इन्भर्टिब्रेट्स र भर्टिब्रेट्स, ठिक छ। अब क्लास भर्टिब्रेट्सलाई केले एक्सटेन्ड गर्छ? त्यहाँनिर धेरै छ नि, एम्फिबिया होइन, रेप्टाइलहरू, म्यामलहरू छ होइन। अब क्लास म्यामलभित्र पनि के छ? क्लास काउ छ नि त, जसले के गर्छ? म्यामललाई एक्सटेन्ड गर्छ। क्लास काउभित्र पनि मल्टिपल टाइप अफ काउहरू छन् होइन। त्यसको क्लासहरू भनेको चाहिँ हायरार्किकल इनहेरिटेन्स भयो कि। अब हजुर हजुर हजुर, यो चाहिँ ठ्याक्क त्यो बायोलोजीमा हामीले जे पढाएको थियौँ नि पहिला, त्योसँग रिलेटेड हुन्छ है। हामीले सकेसम्म त्यो क्लासिफाई गर्दाखेरि चाहिँ कसरी बेस्ट रिजल्ट निकाल्न सकिन्छ त्यो चाहिँ हामी हायरार्किकल इनहेरिटेन्समा त्यो काम गर्छौँ, ठिक छ। अब अर्को कुरा आयो हायरार्किकल इनहेरिटेन्स पछाडि, अर्को कुरा आयो तपाईँको मल्टिलेभल। हेर्नुहोस् है, मल्टिलेभल इनहेरिटेन्स भनेको जस्तै यो यहाँनिर हेर्नुहोस् त, के छ भन्दाखेरि यो मिडफिल्डर भन्ने छ नि, मिडफिल्डरले पनि कोचलाई एक्सटेन्ड गरिरहेछ, गोलकिपरले पनि के गरिरहेछ? कोचलाई एक्सटेन्ड गरिरहेछ भने यस्तो खालको इनहेरिटेन्सलाई चाहिँ हामी के भन्छौँ? मल्टिलेभल इनहेरिटेन्स भन्छौँ, ठिक छ। बुझिरहनु भएको छ? बुझिरहनु भएको छ नि होइन। सो अब हेर्नुहोस् है, म अर्को एउटा चिज लेख्दैछु, जस्तै टप फरवार्डरले के गरिरहेछ? फरवार्डर क्लासलाई पनि एक्सटेन्ड गरिरहेछ होइन, म चाहिँ कोचलाई पनि के गर्छु? एक्सटेन्ड गर्छु भन्ने नि, यो चाहिँ के भयो? हाम्रो मल्टिपल इनहेरिटेन्स भयो, ठिक छ। यसको एउटा फिगर छ होइन, हजुरहरूले नेटमा हेर्नु होला, 4वटा यसको छ नि, यो टाइप्सहरू म यहाँ दिन्छु। यो यसको सबैको एकचोटि इमेज हेर्नु होला सबैजनाले। यहाँ 4वटा मैले लेखाएको छु होइन, सिङ्गल हायरार्किकल, मल्टिलेभल र मल्टिपल इनहेरिटेन्स भन्ने छ। यो 4वटा चिजको हजुरहरूलाई नेटमा चाहिँ इमेज पाउनुहुन्छ। त्यो एकचोटि इमेज सबैजनाले हेर्नु, तपाईँहरूले मजाले बुझ्नुहुन्छ ल। यो एकचोटि यति चाहिँ गर्नु होला है त, विदिन 2 मिनट्स। ल 2 मिनट्स हेर्नु होला, अनि कसैलाई केही प्रब्लम भयो भने म भन्छु। ओके, चाहिँ म बेस्ट रिजल्ट देखाउँछु है त। ल यहाँ इमेज हेर्नुभयो, अलिकति क्लियर आएन है। ठिकै छ, हामीलाई यति भयो भने बुझिन्छ है। सो सिङ्गल इनहेरिटेन्स भनेको एउटा क्लास ए छ, अर्को क्लास बी छ होइन। एउटा क्लासले अर्को क्लासलाई इनहेरिट गर्छ भने त्यो सिङ्गल इनहेरिटेन्स भइहाल्यो है। सो यतापट्टिको जुन मल्टिपल इनहेरिटेन्स भन्ने छ नि, हेर्नुहोस् त, क्लास एलाई पनि सीले एक्सटेन्ड गरिरहेछ, क्लास बीलाई पनि के गरिरहेछ? क्लास सी भन्नेले एक्सटेन्ड गरिरहेछ भने यस्तो खालको इनहेरिटेन्सलाई हामी के भन्छौँ? मल्टिपल इनहेरिटेन्स भन्छौँ है।
सो यतापट्टि मल्टी लेभल भनेको हेर्नुहोस् त, एले बीलाई बीले सीलाई, एकदम सजिलो छ। एले बीलाई बीले सीलाई, यस्तो खालकोलाई चाहिँ हामी के भन्छौँ, मल्टी लेभल इनहेरिटेन्स भन्छौँ। अर्को भनेको हायरिकल इनहेरिटेन्स छ। हायरिकल इनहेरिटेन्स भनेको चाहिँ कसरी, जस्तै एउटै क्लास छ त्यसलाई मल्टिपल क्लासहरूले चाहिँ एक्सटेन्ड गर्न खोजिरहेछ भने त्यस्तो खालको इनहेरिटेन्सलाई हामी के भन्छौँ, हायरिकल इनहेरिटेन्स भन्छौँ है। सो अर्को लास्ट एउटा कम्बिनेसन भनेको चाहिँ हाइब्रिड इनहेरिटेन्स भनेको छ। जस्तै त्यहाँ हेर्नुहोस् त, क्लास एलाई चाहिँ क्लास बी र सीले पनि एक्सटेन्ड गरिरहेछ, त्यहाँ मल्टिपल इनहेरिटेन्स पनि छ। फेरि बी र सीलाई केले उयो गरिरहेछ, क्लास डीले के गरिरहेछ, एक्सटेन्ड गरिरहेछ भने यस्तो खालको इनहेरिटेन्सलाई हामी के भन्छौँ, हाइब्रिड इनहेरिटेन्स। ठिक छ, बुझ्नुभयो? एकदमै सजिलो छ है यो, एकदमै सजिलो छ, बुझ्नुभयो भने एकदमै सजिलो छ। सो अब हामी अर्को टपिकमा जाउँ है त। अर्को टपिक भनेको हाम्रो के छ, इन्क्याप्सुलेसन। ठिक छ। सो इन्क्याप्सुलेसन भनेको कस्तो भन्दाखेरि, जस्तै तपाईँहरूको मेडिसिन देख्नु भएको छ, मेडिसिन दबाई होइन। अब मेडिसिनमा अब तपाईँको यतापट्टिको पार्टमा हाम्रो प्रायः जस्तो रातो हुन्छ होइन, यतापट्टिको पार्टमा सेतो हुन्छ नि। त्यो भनेको चाहिँ के गरेको भन्दाखेरि त्यहाँभित्रको मोलिक्युल्सहरूलाई कोटिङ गरेर राखेको हो नि त होइन। बाहिरबाट हेर्दाखेरि त्यो एउटा ढिक्का के हो, औषधि हो होइन। तर त्यहाँभित्र हेर्नु भने त्यहाँ मल्टिपल के छ, मोलिक्युल्सहरू छ नि, मोलिक्युल्सहरू पनि डिफ्रेन्ट डिफ्रेन्ट मोलिक्युल्सहरू छ होइन। त्यो सबै चिजलाई चाहिँ के गरेर राखेको छ भन्दाखेरि ऱ्याप गरेर एउटा के राखेको छ, प्लास्टिकभित्र राखेको छ नि होइन, मेडिसिनको हो। त्यो प्रोसेसलाई चाहिँ हामी के भन्छौँ, इनकोटिङ भन्छौँ होइन। अब इनकोटिङ भनेको कोट गरेर राखेको छ त्यो चिजलाई। त्यस्तै गरी हाम्रो के हुन्छ भने प्रोग्रामिङमा पनि क्लासभित्र हाम्रो जुन स्टेट र बिहेभियर डिफाइन गर्ने चिज छ नि, त्यो सबैलाई के गरेर राखेको छ, ऱ्याप गरेर राखेको छ। ठिक छ, डब्लुआरएपी, ऱ्याप गरेर राखिएको हुन्छ हो। त्यो ऱ्यापिङ गर्ने मेथडलाई चाहिँ हामी के भन्छौँ, इन्क्याप्सुलेसन भन्छौँ। ठिक छ, ऱ्यापिङ कोड एन्ड डेटा टुगेदर इज नोन एज इन्क्याप्सुलेसन। हेर्नुहोस् है, म यहाँ लेख्छु, तपाईँहरू पढ्नु होला त। ऱ्यापिङ कोड एन्ड डेटा टुगेदर इज नोन एज इन्क्याप्सुलेसन। ल हेर्नुहोस्, अब कोड र डेटालाई एकैचोटि ऱ्याप गरेर क्लासभित्र राख्ने प्रोसेसलाई हामी के भन्छौँ, इन्क्याप्सुलेसन भन्छौँ है। म यहाँ जे लेख्छु त्यो पढ्दै जानु होला। क्लास itself is an example of encapsulation। ठिक छ, क्लास आफैमा एउटा के हो, एक्जाम्पल अफ इन्क्याप्सुलेसन हो। किनभने क्लासभित्र हाम्रो अलरेडी के हुन्छ, कोड र डेटा टुगेदर हुन्छ नि होइन। सो क्लास इटसेल्फ इज एन एक्जाम्पल अफ इन्क्याप्सुलेसन भन्छ है। फर्दरमोर टु मेक क्लास more encapsulate, we make instance variable private भनेको मतलब हामीले अब यो फर्दरमोर यो क्लासलाई चाहिँ मोर इन्क्याप्सुलेट गर्नको लागि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यहाँभित्रको जुन इन्स्ट्यान्स भेरिएबल भन्थ्यौँ नि हामीले इन्स्ट्यान्स भेरिएबल भन्थ्यौँ नि होइन, त्यो इन्स्ट्यान्स भेरिएबललाई चाहिँ हामी के बनाउँछौँ, प्राइभेट बनाउँछौँ है। सो यो तिनवटा पार्ट छुट्टै हो। हेर्नुहोस्, जस्तै ऱ्यापिङ कोड एन्ड डेटा टुगेदर इज नोन एज इन्क्याप्सुलेसन भनेको क्लासभित्र हामीले जुन डेटा राख्छौँ, जुन के भन्छ कोड राख्छौँ, त्यसलाई बाहिरबाट ढिक्का बनाएर राख्ने चिजलाई चाहिँ हामी के भन्छौँ, इन्क्याप्सुलेसन भन्छौँ। जस्ट लाइक मेडिसिन होइन, मेडिसिन बाहिरबाट हेर्दाखेरि के हो, त्यो एउटा सिङ्गल क्याप्सुल हो। ठिक छ, सो क्लास आफैमा एउटा इन्क्याप्सुलेसन हो। फर्दर अब यसलाई मोर इन्क्याप्सुलेट गराउनलाई चाहिँ हामीले के गर्छौँ, त्यहाँभित्रको इन्स्ट्यान्स भेरिएबल जुन छ नि त्यसलाई चाहिँ हामी के बनाउँछौँ, प्राइभेट बनाउँछौँ। प्राइभेट प्रपर्टी भनेको के हो भन्नुहोस् त ल।
होइन जस्तै तपाईँको एउटा प्राइभेट प्रपर्टी हुन्छ नि, तपाईँले अरूलाई चलाउनु त्यो होइन, त्यो किन भन्दाखेरि इट बिलोङ्स टु यु होइन, त्यो प्रपर्टी चाहिँ हजुरसँग बिलोङ्गिङ गर्छ, त्यो अरूलाई अथोराइज हुँदैन। जस्तै हामी पब्लिक बाथरुम त जसले पनि युज गर्न सक्छ नि त होइन, तर प्राइभेट बाथरुममा गएर जो पाइ गर्न पनि मिल्दैन होइन। हजुर ए यो चाहिँ अब जस्तै भनौँ न, हो ठ्याक्कै त्यही युज केस भन्दैछु सर। जस्तै ए ब्याक हजुर ल हेर्नुहोस् है, यसको युज केस भनेको चाहिँ यहाँभित्रको प्राइभेट इन्स्ट्यान्स भेरिएबल जुन छ नि, भेरिएबल क्यान नट बी एसेस्ड फ्रम फ्रम आउटसाइड। ल बुझ्नु, यसको मेन युज केस भनेको चाहिँ जस्तो तपाईँको घरको प्रपर्टी जुन छ नि, त्यसलाई तपाईँले बाहिरबाट चलाउनु दिनुहुन्छ त, बाहिरको मान्छेलाई आएर चलाउनु त? हजुर भन्नुहोस् त। हजुर 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 जस्तै इन्क्याप्सुलेसन गर्नु भइसके पछाडि यहाँभित्रको मेथड नै तपाईँले प्राइभेट बनाउनुहुन्छ भने पनि त्यो मेथड चाहिँ क्लासभित्रबाट चल्छ होइन, र त्यो मेथड क्लासभन्दा बाहिरबाट चल्दैन। बुझ्नुभयो? यस भेरी गुड, एकदमै दामी क्वेसन सोध्नुभयो है। कस्तो बेलामा चाहिँ हामीले यो इन्स्टान्स भेरिएबललाई प्राइभेट बनाउने भन्दाखेरि जस्तै तपाईँहरूको ब्याङ्क एकाउन्ट डिटेल्स हुन्छ नि, तपाईँको ब्याङ्क एकाउन्टमा के हुन्छ, पैसा हुन्छ होइन, त्यो पैसा कति इम्पोर्टेन्ट हुन्छ, त्यो ब्याङ्क एकाउन्टको कति इम्पोर्टेन्ट हुन्छ होइन। जस्तै तपाईँको खातामा 1 करोड रुपियाँ छ भन्ने कुरा मैले थाहा पाएँ भने भोलिको दिनमा म तपाईँलाई के गर्न सक्छु होइन, त्यो चिजलाई तपाईँले के बनाएर राखिरहनु भएको छ, भेरी गुड, प्राइभेट बनाउनु भइरहेको। जस्तै तपाईँको फेसबुकमा एउटा सोसल पोस्ट हाल्नुभयो, त्यो चाहिँ तपाईँले मात्र हेर्न मिल्ने खालको चिज छ भने त्यसलाई के बनाउनुहुन्छ, प्राइभेट बनाउनुहुन्छ। हजुर भेरी गुड, त्यो भनेको तपाईँको प्राइभेट प्रपर्टी हो क्या। अब त्यस्तो खालको जुन भ्यालुजहरू छ जुनलाई चाहिँ हामीले एकदमै सेक्रेट राख्नुपर्ने हुन्छ ताकि त्यो बाहिरबाट नचलोस् भन्ने चिजलाई चाहिँ हामी के गर्छौँ, प्राइभेट भेरिएबलमा राख्छौँ। ठिक छ। सो अब मैले यहाँ के भने भन्दाखेरि प्राइभेट इन्स्ट्यान्स अथवा भेरिएबलले भनौँ है, प्राइभेट भेरिएबल इज डिनोटेड बाई डबल अन्डरस्कोर है, यो कुरा ख्याल गर्नु होला। जस्तै अब हामीले प्राइभेट भेरिएबल भन्छौँ, जस्तै तपाईँको ब्याङ्क इन्फर्मेसन, ब्याङ्किङ इन्फर्मेसन जुन छ नि, त्यसलाई चाहिँ अब हामीले डबल कोटेसनभित्र राख्छौँ भने कि तानेर तपाईँको डेटा त डेटाबेसमा हुन्छ तर तानेर त्यसलाई हामी केमा लिइरहन्छौँ, प्राइभेट भेरिएबलमा लिइरहन्छौँ ताकि त्यो बाहिरबाट एसेस नहोस्। ठिक छ। अर्को एउटा कन्सेप्ट छ प्रोटेक्टेड भन्ने है, हाम्रो दुईवटा चिज हुन्छ, एउटा प्रोटेक्टेड भेरिएबल इज डिनोटेड बाई सिङ्गल स्कोर। सो तपाईँले अब भोलिको दिनमा पाइथनमा कोड देख्नु भएको छ, डबल अन्डर स्कोर अगाडि लागेको छ भने त्यसलाई चाहिँ कुन भेरिएबल भनेर सम्झिनु पऱ्यो, कस्तो खालको भेरिएबल भनेर सम्झिनु पऱ्यो त्यसलाई। यस हो, जस्तै तपाईँको अगाडिपट्टि डबल अन्डरस्कोर लागेको छ भने त्यसलाई चाहिँ तपाईँहरूले के भनेर सम्झिनु पऱ्यो, प्राइभेट भनेर सम्झिनु पऱ्यो होइन। अब अगाडिपट्टि तपाईँको सिङ्गल कोटेसन लागेको छ भने त्यसलाई के गर्नु पऱ्यो, प्रोटेक्टेड भेरिएबल भनेर सम्झिनु पऱ्यो होइन। सो अब म यसको एउटा प्र्याक्टिकल इक्जाम्पल दिन्छु है त। जस्तै क्लास मैले एउटा के गरेँ, कोक फर्मुला
ल हेर्नुहोस् है, क्लास कोक कोक मात्र बनाएँ ल मैले, फर्मुला पनि परेन। क्लास मैले कोक भनेर बनाएँ। अब कोकको फर्मुला तपाईँको बाहिरको मान्छेले थाहा दिनुहुन्छ त? हुँदैन नि होइन। सो त्यसको लागि मैले के गरेँ भन्दाखेरि एउटा कन्स्ट्रक्टर बनाएँ इनिट भनेर, ठिक छ। इनिट भनेर मैले कन्स्ट्रक्टर बनाएँ। यहाँनिर मैले के गर्दै भन्दाखेरि एउटा मैले इन्स्टान्स भेरिएबल डिफाइन गरेँ, सेल्फ डट फर्मुला भनेको यो चाहिँ हाम्रो इन्स्टान्स भेरिएबल हो। र यसलाई चाहिँ मैले के गरेँ, इनिसियलाइज गरेँ ch2 बुझ्नुभयो? जस्तै यो जुन कोक भन्ने छ नि, यसको चाहिँ हाम्रो के छ, फर्मुला इनिसियलाइज छ भने, ठिक छ। यो सेल्फ डट फर्मुला भनेको इन्स्टान्स भेरिएबल हो होइन। यसलाई चाहिँ मैले के गरेँ, इनिसियलाइज गरेँ। अब हेर्नुहोस् है, तपाईँको यति मात्र गर्ने हो भने सी इक्वल्स टु मैले के गरेँ, कोक गरेँ नि, पाउँछु नि होइन। यहाँबाट मैले सी डट भनेर हेर्नुहोस् त के छ, फर्मुला भनेर मैले यहाँबाट के गरेँ, प्रिन्ट गरेँ भने सी डट फर्मुलाको यसको रिजल्ट के आउँछ ल भन्नुहोस् त। मैले रन गरेँ है, CS25 मैले आउटपुट देखिरहेको छु नि त होइन। ल र यसलाई मैले के गरिदिएँ, प्रोटेक्टेड बनाइदिएँ भने यहाँ हेर्नुहोस् त, कोक अब्जेक्ट हेज नो एट्रिब्युट फर्मुला भन्छ। अब यो जुन मैले डबल अन्डरस्कोर लगाएको छु, यो भनेको चाहिँ यसको प्राइभेट भेरिएबल भयो क्या। यो जुन डबल अन्डरस्कोर छ हेर्नुहोस् है, यो जुन डबल अन्डरस्कोर छ यो भनेको चाहिँ हाम्रो के भयो, यहाँ हेर्नुहोस् है, डबल अन्डरस्कोर यो भनेको चाहिँ हाम्रो के भयो, प्राइभेट इन्स्टान्स भेरिएबल भयो है। सो यो जुन प्राइभेट इन्स्टान्स भेरिएबल छ यो के हुन्छ, क्लास भन्दा बाहिरबाट के हुन्छ, एसेस हुँदैन। ए के हुँदैन, एसेस हुँदैन। अब यहाँ सी डट फर्मुला भनेर अघिसम्म चलिरहेको थियो हेर्नुहोस् है, अघिसम्म चलिरहेको जस्तै मैले यो दुईवटा हटाउने बित्तिकै त्यहाँ फर्मुला भनेर चलिरहेको छ हेर्नुहोस् है, पाइरहेको छ नि त रिजल्ट होइन। तर मैले के गरेँ भन्दाखेरि यही सेल्फ डट फर्मुलाको अगाडि चाहिँ मैले डबल अन्डरस्कोर लगाइदिएँ भने अब के भयो त यो, ल हेर्नुहोस् इरर आयो नि। किन इरर आयो भन्दाखेरि यो एट्रिब्युटसँग चाहिँ के छैन, कोक भन्ने चिज के छैन, प्राइभेट छैन, ए पब्लिक छैन। यो चाहिँ प्राइभेट छ, यो क्लासभित्रबाट चाहिँ एसेस हुन्छ। फेरि भित्रबाट कसरी एसेस हुन्छ भने हेर्नुहोस् है, भित्रबाट चाहिँ जस्तै मैले यहाँ हेर्नुहोस् है, भित्रबाट चाहिँ मैले यहीँ प्रिन्ट गरिदिएँ ल, यहीँ के प्रिन्ट गर्दै सेल्फ डट फर्मुला भनेर यहीँ प्रिन्ट गर्न चाहिँ पाउँछु फेरि भने यसरी मैले रन गराएँ भने के छ, यो यहाँबाट चाहिँ एक्जिक्युट हुन्छ फेरि, बुझ्नुभयो। तर यही चिजलाई चाहिँ मैले के गर्न पाउँदिनँ, अब बाहिरबाट एक्सेस गर्न पाउँदिनँ, ठिक छ। सो अब यस्तो खालको तपाईँको बाहिरबाट एक्सेस गर्नु पऱ्यो भने चाहिँ वी प्रोभाइड गेटर एन्ड सेटर मेथड। जस्तै यसको लागि चाहिँ छुट्टै हामी मेथड नै बनाउँछौँ, ठिक छ। सो यहाँ हेर्नुहोस् है, वी प्रोभाइड गेटर एन्ड सेटर मेथड, ठिक छ, इन अर्डर टु एसेस private variable from outside of class, ठिक छ। आउटसाइड अफ क्लासबाट चाहिँ अब यो सेल्फ डट फर्मुला हामीलाई प्रोभाइड गर्नु पऱ्यो भने चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि गेटर र सेटर मेथड बनाउँछौँ, ठिक छ। भनेको मतलब अब यो जुन इन्स्टान्स भेरिएबल छ फर्मुला भन्ने, यसलाई चाहिँ हामीले के गर्छौँ, मेथडले बाइन्ड गर्छौँ अब, ठिक छ, मेथडले बाइन्ड गर्छौँ। सो इन्क्याप्सुलेसनको अर्को डेफिनेसन भनेको के पनि हुन्छ भन्दाखेरि बाइन्डिङ योर इन्स्टान्स भेरिएबल with method is also known as encapsulation, ठिक छ, बुझ्नुभयो।
ल हेर्नुहोस् है, बाइन्डिङ योर इन्स्टान्स भेरिएबल विथ मेथड इज अल्सो नोन एज इन्क्याप्सुलेसन हुन्छ है। सो अब हामी के गर्दैछौँ, गेटर र सेटर मेथड बनाउँदैछौँ। यहाँ सबभन्दा सुरुमा म के बनाउँछु, गेटर मेथड बनाउँछु है त। सो गेटर मेथड भनेको कस्तो भन्दाखेरि अब डिफाइन मैले एउटा गेट फर्मुला भनेर बनाइदिएँ, ठिक छ, बुझिरहनु भएको छ नि होइन। सो डिफाइन गेट फर्मुला भने उसले के गर्छ यहाँबाट अब रिटर्न सेल्फ डट भनेर, अब यो सेल्फ डट फर्मुला त यहाँ भित्रबाट एसेस हुन्छ नि होइन, क्लास भित्रबाट त एसेस हुन्छ। सो यसलाई म के गरिदिएँ, सेल्फ डट फर्मुला भनेर राखिदिएँ, ठिक छ। र कसैले यो मेथड कल गर्यो भने अब उसले कुन भ्यालु लैजान्छ, CS25 भनेर लैजान्छ भनेको मतलब। अब जस्तै यहाँ हेर्नुहोस् है, मैले के गरेँ भन्दाखेरि प्रिन्ट गरेँ सी डट भनेर के गरेँ, गेट फर्मुला गरेँ। अब यसको रिजल्ट चाहिँ के आउँछ, ठिक छ, बुझ्नुभयो। अब किनभने यो फर्मुला त हाम्रो प्राइभेट छैन नि त, यो मेथड त हाम्रो के छैन, प्राइभेट छैन, यो त हाम्रो के छ, डिफल्ट छ। अब यसलाई यस्तो मेथडहरूलाई पनि हामीले प्राइभेट बनाउनु पऱ्यो भने चाहिँ डबल अन्डरस्कोर लेख्न सक्छौँ भन्ने, ठिक छ। यो डबल अन्डरस्कोरले के जनायो, यो मेथड पनि हाम्रो के छ, प्राइभेट छ। तर हामी त्यो गर्न चाहँदैनौँ, हामी के गर्न चाहन्छौँ, गेट फर्मुला भन्ने फर्मुला चाहिँ हामीले के गर्न चाहन्छौँ, दिन चाहन्छौँ है। सो सिमिलरली अब यो माथिको फर्मुला चाहिँ चेन्ज गर्नु पऱ्यो, यसको भ्यालु चाहिँ तपाईँले चेन्ज गर्नु पऱ्यो भने त्यसको लागि चाहिँ हामीसँग अर्को मेथड छ जसलाई चाहिँ हामी के भन्छौँ, सेटर मेथड भन्छौँ, ठिक छ। त्यो माथिको भेरिएबल जुन छ नि, यो इन्स्टान्स भेरिएबल छ नि, इनकेस त्यसलाई सेट गर्नु पऱ्यो भने चाहिँ हामीले अब के गर्छौँ, सेटर मेथड युज गर्छौँ, ठिक छ। सो यहाँबाट चाहिँ मैले के गरेँ, गेटको ठाउँमा मैले के गरेँ, सेट फर्मुला भने र रिटर्न होइन, यहाँ के चाहियो मलाई, एउटा फर्मुला भन्ने चाहियो, आर्गुमेन्ट चाहियो हो। र मैले के गर्नु पऱ्यो भन्दाखेरि सेल्फ डट फर्मुलालाई चाहिँ मैले के गर्नु पऱ्यो, सेट गर्नु पऱ्यो होइन। सेल्फ डट फर्मुलालाई चाहिँ मैले के भनेर सेट गर्नु पऱ्यो, फर्मुला भनेर। सो अब मैले यहाँ सी डट भनेर सेट फर्मुला युज गर्न सक्छु, यहाँबाट मैले फर्मुला पास गर्न सक्छु TH25 भनेको मतलब इनकेस हामीले फर्मुलालाई सेट गर्नु पऱ्यो भने चाहिँ ए नेट स्लो भएको होला सर, यताबाट त खासै प्रब्लम छ जस्तो मलाई लाग्दैन सर, इन्टरनेट स्पिड यता एकदमै फास्ट नै छ होइन। सो अब मैले यसलाई रन गरेँ भने हेर्नुहोस् त TH25 भनेर है। सो अब के गरौँ भन्दाखेरि पहिला एकचोटि गेट फर्मुला तानौँ, त्यस पछाडि चेन्ज गरौँ है। चेन्ज गरेर मैले यहाँ के गरेँ भन्दाखेरि आफ्टर फर्मुला ओके, सेट फर्मुलामा त यही नै चाहियो होइन। सो क्लास पनि हटाइदिनु पऱ्यो, यो राख्नु पऱ्यो होइन। सो यहाँ के गर्नु पऱ्यो भन्दाखेरि यो चाहिँ बिफोर चेन्ज हो नि होइन, एफ ड्यास भित्र यहाँ के गर्नु पऱ्यो भने बिफोर चेन्ज, सबभन्दा सुरुमा चाहिँ हाम्रो यो छ होइन, सी डट गेट फर्मुला भनेर मैले यहाँ पास गरेँ, ठिक छ, यहाँ भित्र पास गरेँ, ठिक छ। यहाँ पनि कोटेसन दिउँ होइन। सो अब यही चिजलाई मैले के गर्न सक्छु, यही चिजलाई म के गर्न सक्छु, आफ्टर मैले यहाँ चेन्ज गरेँ नि त होइन, चेन्ज गरिसकेपछि त्यही भ्यालु म के गर्दैछु, प्रिन्ट गर्दैछु है त। सो रिजल्ट के आइरहेको छ हेर्नुहोस् त, बिफोर चेन्ज भन्दाखेरि हाम्रो फर्मुला त्यही छ, आफ्टर चेन्ज के छ, TH25 छ। सो अब यहाँ फाइदा के भयो भने जुन यो इन्स्टान्स भेरिएबल छ नि हेर्नुहोस् त, यो सेल्फ डट फर्मुला भन्ने हाम्रो इन्स्टान्स भेरिएबल हो नि। अब मेथडले बाइन्ड गर्ने बित्तिकै हामी यहाँ के गर्न सक्छौँ, लजिक लगाउन सक्छौँ भनेको, ठिक छ। इमेजिन यु आर वर्किङ इन अ कोक कम्पनी होइन, सबैजनालाई चाहिँ मैले के भन्न चाहेँ भने तपाईँहरू चाहिँ एउटा कोक कम्पनीमा चाहिँ काम गर्दै हुनुहुन्छ। अब कस्तो भन्दाखेरि तपाईँहरूले आफूलाई के सम्झिनुहोस् भन्दा एउटा टिममेट सम्झिनुहोस् होइन। टिममेट सम्झिनु भइसकेपछि तपाईँहरूले आफू बिचमा चाहिँ तपाईँहरूले फर्मुला सेयर गर्नुपर्छ पर्दैन, ल मलाई भन्नुहोस् त। भेरी गुड।
अब जस्तै तपाईँहरूले टिममा सेयर गर्नको लागि जस्तै देयर आर मल्टिपल पिपुल, ल मानव 200 300 पिपुलहरू छ भने त्यसको लागि हामीले के चाहिँ अथेन्टिकेसन पार्टहरू लगाउन सक्छौँ नि होइन, जस्तै कोडहरू लगाउन सक्छौँ नि। तपाईँ चाहिँ हाम्रो कम्पनीको मेम्बर हो कि होइन भन्ने कुरा चाहिँ बुझ्नको लागि हामीले एउटा सेक्रेट कोड राख्न सक्छौँ। सेक्रेट कोड चाहिँ ल मानौँ 500 भयो होइन, 500 चाहिँ उसले भन्यो भने एकै टाइममा भन्यो भने के हुन्छ, उसले कोड पायो होइन, फर्मुला पायो, नभए के गर्नुपर्छ उसलाई, बुझ्नुभयो? ल हेर्नुहोस् अब यो चिज कसरी काम लाग्छ भन्दाखेरि जस्तै म यहाँ एउटा के गरिरहेको छु भन्दा एउटा कोड भन्ने लिनु पऱ्यो तलबाट, किनभने मेथडले बाइन्ड गरिसकेका छौँ हामीले कसलाई, इन्स्ट्यान्स भेरिएबललाई भने। अब यहाँबाट हामीले के गर्न सक्छौँ भन्दाखेरि इफ भनेर लोजिक लगाउन सक्छौँ। इफ कोडको भ्यालु चाहिँ 500 छ भने मात्र उसलाई हामीले के रिटर्न गर्नु पऱ्यो, फर्मुला रिटर्न गर्नु पऱ्यो होइन। एल्स नत्र हामीले उसलाई के गर्नु पऱ्यो, रिटर्न के गर्नु पऱ्यो, रिटर्न यु कान्ट एसेस फर्मुला। ठिक छ, बुझ्नुभयो? यो पार्ट बुझ्नुभयो? यस, भेरी गुड, त्यो पनि एउटा सही कुरा हो। जस्तै तपाईँको एउटा ओटिपी कोड हुन्छ नि होइन, त्यो तपाईँको भ्यालिडेट गरिरहेछ नि, तपाईँ नै हो कि होइन भनेर चेक गरेर आयो, अथेन्टिकेसन गरेर बल्ल बुझ्नुभयो। इन्क्याप्सुलेसनको बारेमा बुझ्नुभयो कसरी काम भइरहेछ। जस्तै मैले तपाईँहरूलाई फ्रेन्कली भने ब्याङ्किङ जुन डिटेल्स हुन्छ नि त्यो तपाईँभन्दा अरू कसैले थाहा पाउनु हुँदैन, द्याट बिलोङ्स टु यु होइन, त्यो प्रपर्टी नै तपाईँको हो, तपाईँ बाहेक अरूले चलाउनै हुँदैन क्या। जस्तै तपाईँ कुर्सीमा, तपाईँको अफिसमा कुर्सीमा काम गर्दै हुनुहुन्छ भने त्यो कुर्सी तपाईँको लागि हो नि त, कोही अरू मान्छे आएर बस्दिने बित्तिकै त त्यो पावर नै हुँदैन नि त होइन, अरू मान्छे बस्नै पाइँदैन नि त, रुलले नै बस्नु पाइँदैन नि त। त्यस्तै गरी इन्क्याप्सुलेसन भनेको पनि तपाईँको यो इन्स्ट्यान्स भेरिएबल यो हाम्रो प्राइभेट प्रपर्टी हो, यो चाहिँ हामीभन्दा बाहिरको चिजले के गर्न पाउँदैन, चलाउनै पाउँदैन। क्लियर हुनुभयो है? सो अब म अझ फर्दर म डिटेल्समा जान चाहेँ भने अब यो छ नि, यसलाई चाहिँ म अझ सेटको लागि पनि गर्नु ट्राई गर्छु त। सो सेटको लागि पनि मैले के गर्न सक्छु, एउटा कोड लिन सक्छु नि होइन। कोड लिन सक्यो भने अब मैले के गर्नु पऱ्यो, कोडको भ्यालिडेसन गर्न सक्छु। इफ कोड इक्वल्स टु फर्मुला 500 मैले के गर्न सक्छु, यो चिज गर्न सक्छु होइन। नत्र भए मैले एल्स पार्टमा के गर्न सक्छु, एल्स पार्टमा मैले के गर्न सक्छु, एल्स पार्टमा रिटर्नै गर्ने है त मैले, रिटर्न यु क्यान सेट। ठिक छ, तलबाट तपाईँको यहाँ केही चिज मागिरहेको छ, जस्तै यहाँबाट मैले 500 पास गर्नुपर्छ होइन। सी डट सेट फर्मुला यहाँबाट पनि मैले के गर्नुपर्छ, 500 पास गर्नुपर्छ, यहाँबाट पनि मैले के पास गर्नुपर्छ। सो यसलाई मैले रन गरेँ भने जस्तो बिफोर चेन्ज यो छ, आफ्टर चेन्ज यो छ होइन। तर मैले कोड अब अथेन्टिक यो कोड त हाम्रो 500 छ, बुझिरहनु भएको छ। 500 चिज चाहिँ हाम्रो म्याचिङ भएन, 450 भयो भने चाहिँ के हुन्छ हेर्नुहोस् त, बिफोर चेन्ज यु क्यान एसेस फर्मुला, किनभने हाम्रो अथेन्टिक कोड नै के भइरहेछ, रङ भइरहेछ। ठिक छ, यो पाइरहेछ फेरि 500 सी डट सेट फर्मुला भएपछि TS25 पाइरहेछ, आफ्टर चेन्ज पनि आइरहेछ रिजल्ट होइन। तर मैले आफ्टर चेन्जमा पनि मैले 400 दिएँ भने मेरो रिजल्ट चाहिँ के आउँछ, बुझ्नुभयो? यु क्यान सेट फर्मुला भनेर। सो यहाँनिर पनि मैले 450 भनेर पास गरेँ भने होइन, यसलाई पनि मैले प्रिन्ट गर्न सक्छु है, प्रिन्ट गरेर सी डट सेट फर्मुला गरेँ भने ल हेर्नुहोस् यु क्यान सेट। ल भन्नुहोस् सर, हजुरको क्वेसन भन्नुहोस्।
हजुर पाइयो। हजुर 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 हो। हजुर हजुर बुझेँ। यो त परिहाल्छ नि सर। ए होइन, यो नाम त हजुरले अब सेटल मेथड भनेर जे पनि दिन सक्नुहुन्छ, तर रिडेबलको लागि इजीको लागि हामीले सेट भनेर दिइरहेको छौँ कि। जस्तो यसमा तपाईँको गेट भन्यो भने हामीलाई आइडिया हुन्छ नि त, यो चाहिँ गेटर मेथड रहेछ। किनभने पाइथनमा त तपाईँको सबै कुरा त हामीले यो हेरेर कमेन्ट हेरेर बुझ्नु पऱ्यो, अथवा यो फङ्सनको नेम हेरेर बुझ्नुपर्ने हुन्छ कति कुराहरू, होइन। जस्तो अब तपाईँ जाभामा भइदियो अब सेटल मेथडको लागि सजिलो हुन्छ क्या। ठ्याक्क त्यो सेटल मेथड आइडीले आफैले बनाइदिन्छ, होइन। पाइथनको लागि चाहिँ अलिकति उयो नै गर्नुपर्छ, नामबाट। हजुर कन्ट पार्नुपर्ने चिज केही पनि छैन सर यसमा। यो सब तपाईँको के छ भन्दाखेरि बुझ्दै गइसके पछाडि तपाईँले प्र्याक्टिस गर्दै जानु भइसक्यो, तपाईँको हात आफै आफ चल्छ क्या। कन्ट पार्ने चाहिँ प्रोग्रामिङ हेर्नु सर, होइन। प्रोग्रामिङ कहिले पनि तपाईँले म चाहिँ घोकेर अथवा म कन्ट पारेर पढ्छु भनेर चाहिँ हुँदैन सर। बुझ्दै जाने हो तपाईँको। डेप्थ अफ लर्निङ चाहिँ आफसे आफ तपाईँको माइन्डले चाहिँ त्यही अनुसारको चाहिँ काम गर्न थाल्छ कि। त्यो त एकदम बेसिक कुरा हो, होइन। अब भोलि छैन 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 छैन। हजुर हो। हजुर हजुर चेक सर। हजुर 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 खेल्नुपर्ने हुन्छ, खेल्नुपर्ने हुन्छ। हजुर हजुर। अब उहाँले भन्नुभएको जस्तो, केशव सरले भन्नुभएको जस्तो घोक्नुपर्ने चिज भनेको चाहिँ यो होला। जस्तो डबल अन्डरस्कोरले के गर्छ, यो त कम्पेरिजन गर्छ नि। यो त तपाईँले बुझेर केही पनि हुँदैन, यो त घोक्नै पऱ्यो यस्तो चिजहरू। जस्तै हजुर डबल अन्डरस्कोर भनेको त रिलेसनल अपरेटर भयो, होइन। कम्पेरिजन अपरेटर भयो। जस्तै तपाईँको कोड चाहिँ 500 छ कि छैन भनेर चेक गर्छ नि, होइन। त्यो चाहिँ घोक्नै पर्छ है। तर अब इक्वल्स टु भनेको पनि एसाइनमेन्ट अपरेटर हो, यो त बुझ्नु पऱ्यो नि। तर अब तपाईँले त्यो माथिको मेथडदेखि सबै कोडहरू घोक्छु भनेर त कहाँ सम्भव हुन्छ त त्यो। त्यो त गर्दै गइसकेपछि प्र्याक्टिस भयो होइन। हजुर हजुर हो नि सर। जस्तै यो भनेको तपाईँको आर्गुमेन्ट, यो भनेको प्यारामिटर फिल्ड हो, होइन। यो भनेको फङ्सनको नेम हो। यो डेफ भनेको किवर्ड हो, होइन। इफ भनेको कन्डिसनल स्टेटमेन्ट हो। एस भनेको कन्डिसनल स्टेटमेन्ट हो। रिटर्न भनेको रिटर्न किवर्ड हो, होइन। सेल्फ भनेको इन्स्ट्यान्स भेरिएबललाई रिप्रेजेन्ट गर्ने किवर्ड हो। त्यही भएर चाहिँ कलरहरू डिफ्रेन्ट डिफ्रेन्ट भएर आएको छ नि, होइन। जस्तै यो कन्स्ट्रक्टर हो। के को
कन्सोल केमा हो त्यो त जाभा स्क्रिप्टमा कन्सोल लग भनेको प्रिन्ट गर्नको लागि जाभा स्क्रिप्टमा जेएसमा तपाईँको अर्को त्यो जाभा स्क्रिप्टको प्रिन्ट गर्नको लागि युज हुने उयो हो क्या जब प्रिन्ट भने जस्तै उतापट्टि चाहिँ कन्सोल डट लग हुन्छ ठिक छ अगाडि बढौँ यो त त्यही नै हो सर तपाईँको अहिले हामीले जे भनेको छौँ नि त्यसैमा हुन्छ यो हजुर 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 धेरै गाह्रो हुँदो रहेछ सर हजुरको अहिले एज कति हुनुहुन्छ हजुर ए 45 जेक सर कति हुनुहुन्छ दिपक सर हजुर 30 ओके यस्तो हुन्छ सर अलिकति एज बढ्दै गइसके पछाडि जुन हाम्रो माइन्डको क्यापासिटी हुन्छ नि त्यो चाहिँ अलिकति क्याच गर्नलाई चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ यो चाहिँ मैले आफैले फिल गरेको किन भन्दाखेरि जुन बेलामा हामी 18 19 इयर्सको एजमा हुन्छौँ होइन त्यो बेलामा हामीले जुन फिल्ड पनि समाउन सक्छौँ र इजिली क्याच गर्न सक्छौँ क्या जस्तै स्विमिङ गर्नु पऱ्यो डान्सिङ गर्नु पऱ्यो भने यस वी क्यान इजिली डु द्याट होइन कोडिङ नै गर्नु पऱ्यो भने पनि हामीलाई चाहिँ इजी हुन्छ क्या त्यो किनभने त्यतिर माइन्ड हाम्रो खाली हुन्छ होइन खाली हुन्छ नि त सो इट विल बी रेडी टु टेक एनिथिङ क्या तर जस्तै तपाईँको भोलिको दिनमा के हुन्छ भने एज बढ्दै गएपछि हामीसँग रेस्पोन्सिबिलिटी बढिरहेको हुन्छ हामीसँग टाइम लिमिटेसन हुन्छ होइन अनि त्यसपछि हामीसँग विभिन्न थट्सहरू यत्तिकै आइरहेको हुन्छ होइन सो थट म्यानेजमेन्ट पनि इम्पोर्टेन्ट रहेछ क्या जस्तै हामी बच्चा बनिदिउँ न बच्चा बेलामा हामीले जस्तो माइन्ड चाहिँ थियो त्यस्तै पनि हामीले ट्रेन गर्न सक्दो रहेछौँ कि आजको दिनमा चाहिँ म चाहिँ त्यसमा लागिरहेको छु जस्तो तपाईँको बच्चाहरूलाई हेर्छु म होइन अनि दे आर रेडी टु टेक एनी ग्राब एनिथिङ होइन जस्तो तपाईँ आफै एनालाइज गर्नु हामीभन्दा आजको जेनेरेसनको बच्चाहरू चाहिँ स्मार्ट हुन्छ क्या टेक्नोलोजीसँग छिटो एडप्टेसन हुन्छ उनीहरू होइन सो उनीहरूको माइन्डमा पनि हामीले नसोचेको कुराहरू पनि गरिदिन्छन् क्या त्यो कहाँबाट आउँछ खोइ थाहा छैन होइन सो वी विल ट्राई टु बी लाइक द्याट लाइक देम के त्यो हामी चाहिँ ब्याक टु हामी चाइल्डहुडमा गयौँ भने चाहिँ वाट एभर आवर एज होइन हाम्रो जस्तो सुकै एज भयो भने हामीले चाहिँ क्याच गर्न सक्दो रहेछ तपाईँले माइन्डलाई चाहिँ फ्री राख्नु होला क्या फ्री राख्नुहोस् होइन अनि त्यस पछाडि तपाईँले कोडिङ हुन्छ के हुन्छ इट विल बी अटोमेटिकल्ली इनहेरिटेड तपाईँको माइन्डमा चाहिँ आफसे आफ त्यो चाहिँ आउँछ त्यो कुराहरू मैले चाहिँ फिल गरेको कुरा तपाईँहरू यसमा सहमत हुनुहुन्छ कि हुनुहुन्न होइन सो वी विल ट्राई टु बी चाइल्ड है त हामीले पढ्दाखेरि चाहिँ हामी एकदमै चाइल्डहुड पारामा चाहिँ हामी पढ्छौँ हजुर 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 हो म चाहिँ हजुर
हुँदैन। अब हजुरहरूले सोध्नु भएन भने त म आफ्नो तरिकाले त त्यो मोनोटोनस हुन्छ होइन, एकको पढाउँदाखेरि पनि मजा पनि आउँदैन। त्यही इन्टरेक्सन हुन्छ होइन भन्ने हिसाबले चाहिँ रमाइलो लाग्छ मलाई। टिचिङ एउटा प्रोफेसनमा चाहिँ इन्भल्भ भएको लगभग लगभग 3 इयर्स भइसक्यो। म स्टुडेन्टहरूलाई पनि पढाउँछु ब्याचलरमा होइन, अनि प्लस अब यता आइटी कम्पनी पनि हेरिरहेको छु। अनि त्यो हुँदाखेरि चाहिँ तपाईँको आइटी कम्पनी खोलेर पैसै कमाउनु भयो, तपाईँको महिनाको 1.5 लाखै कमाउनु भयो भने यु विल नट बी ह्याप्पी। आजको दिनमा चाहिँ ह्याप्पी हुँदैन रहेछ क्या त्यो। हामीले चाहिँ के सोच्छौँ भन्दाखेरि पैसाले हामीलाई खुसी दिन्छ भन्छौँ नि, त्यो चाहिँ होइन रहेछ क्या। किनभने तपाईँको काम मात्र गर्नुभएको छ, 16 घन्टा काम गर्नुभएको छ, हेडेक हुन्छ नि सर होइन। कति दिन गर्नुहुन्छ ल, 5 दिन, 10 दिन, 20 दिन, 30 दिन, त्यस पछाडि सो इन्टरेक्सन गर्ने, पिपुलहरूसँग कम्युनिकेसन गर्ने होइन, कम्युनिकेसन चाहिँ हुनुपर्दो रहेछ। जस्तै हामी नै एउटा टिम भइसक्यो नि त, भोलिको दिनमा त हामी त लङ रनमा जान सक्छौँ नि। जति पनि हाम्रो कम्पनीमा ठोकिनु भएको छ मान्छेहरू सबैजना लङ रन नै हेर्नुहुन्छ क्या, किन हामी इन्भाइरोमेन्टै त्यस्तो छ। हजुर लङ रनमा जस्तै अब तपाईँको हजुर हजुर भोलिको दिनमा हजुर हेल्पिङ ह्यान्ड भन्नु आजको दिनमा होइन, अलिकति मैले आउट अफ टप गरेँ होइन, सिलेबसभन्दा बाहिरको कुरा गरेँ, कोर्सभन्दा बाहिर पनि कुरा गर्नुपर्छ। हजुर ओके। ए ओके। यस्तै हो अलिकति हामी आउट अफ टप पनि गऱ्यौँ होइन, त्यो पनि हुन्छ। सो हजुरहरूलाई अब केही भन्नुपर्ने छ, आज चाहिँ मैले यति नै गरेँ होइन। सो हाम्रो चाहिँ अब यस्तो कम्युनिटी गर्ने प्लानमा छौँ हामी होइन, जुक्ति टेक आइटी कम्पनीको एउटा कम्युनिटीमा चाहिँ हजुरहरूले इन्भल्भ हुनु होला। त्यसबाट चाहिँ जस्तै तपाईँहरूको बुट क्याम्पहरू, ह्याकाथनहरू होइन, अनि विभिन्न जब जब करियर फेयरहरूको चाहिँ हामी प्रोग्राम लिएर आउँदैछौँ, इभेन्टहरू लिएर आउँदैछौँ। त्यसमा पार्टिसिपेट हुन चाहनुहुन्छ भने पनि वेलकम छ हजुरहरूलाई होइन। यस्तो चिजहरूमा इन्भल्भ हुनु भने तपाईँको फास्ट ग्रोथ हुन्छ क्या, टिम हुन्छ होइन, प्रब्लम सल्भिङ। हाम्रो यो शान्ति पार्क हजुरको दिव्या पार्टी प्यालेस थाहा छ हजुरलाई, बौद्धको बौद्ध नजिकै छ सर हाम्रो अफिस। सकिन्छ। हुन्छ है, यस्तो पार्टिसिपेट गर्नु होला होइन। जस्तै तपाईँ बुट क्याम्पहरू पनि चलाउँछु। बच्चाहरूको लागि कोडहरू, कोड नै। हजुर 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 त्यो छ नि अहिले कोडिङ प्लेटफर्महरू बच्चाहरूको लागि छुट्टै प्लेटफर्महरू छ। तपाईँको इजी कोडहरू हजुर छुट्टै नै। हामीले अहिले बच्चाहरूलाई टार्गेट गरेका छैनौँ सर, तर बिस्तारै टार्गेट गर्ने प्लानमा छौँ अहिले नै। हुन्छ आइटी आइटी सेक्टरमा एआइएमएल। हो हो हजुर एकदम राम्रो।